अब यो इस्ट जुन चाहिँ छ, जुन चाहिँ बेकिङमा काम गर्ने, बेकिङमा काम चलिने, अनि यो टाइफू मोमो बनिने, धेरैजनाले भन्नुभएको थियो इस्ट चाहिँ कसरी चाहिँ टेस्ट गर्ने भनेर। आज म तपाईँहरूलाई यति दामी भिडियो लिएर आएको छु कि यति राम्रो, हेर्नुहोस् कस्तो राम्रो एक्टिभेट भएको छ। हाई हेलो प्यापुला नमस्ते। फर्स्ट अफ अल मैले यहाँ एउटा ग्लासमा चाहिँ इस्ट कतिको राम्रो छ राम्रो छैन तपाईँहरूले यहाँ टेस्ट गर्नुपर्छ है त। जे पनि बेकिङको काम सुरु गर्नुपर्दा पहिले चाहिँ इस्टलाई चाहिँ टेस्ट गर्नुपर्छ। 2 चम्ची इस्ट हाल्यो भनेपछि 1 चम्ची मैले चिनी हालेँ। अनि पानी चाहिँ मनतातो हुनुपर्छ, धेरै तातो चिसो हुनु हुँदैन। अनि मैले 1 2 3 4 5 चम्ची मैले पानी हालिदिएँ। अनि मैले यसलाई चाहिँ मजाले घोलेर चाहिँ मैले चाहिँ छोपेर राखिदिएँ। अन्त यो कभर गरेर राख्नुपर्छ। यति राम्रो 5 मिनट पनि पर्दैन। राम्रो इस्ट छ भने चाहिँ 5 मिनट पनि पर्दैन। या 5 मिनटसम्म हेर्नु सक्नुहुन्छ। मैले प्लेटमा राखिदिएँ। फेरि यो भुइँमा झर्छ नि त, फेरि यो एक्टिभेट भएर हेर्नुहोस् कस्तो दामी जाली, हेर्नुहोस् यहाँभित्र यति दामी जाली बनेको छ, यति मजाको एक्टिभेट भएको छ। अन्त यो चाहिँ हो इस्टको टेस्ट। अनि यस्तो भयो भने मात्रै तपाईँहरूले आँटा मुस्नु अगाडिको प्रोसेस गर्नु सक्नुहुन्छ। नभए त तपाईँको एकदमै फर्मेन्ट हुँदैन तपाईँको, राम्रो बनिँदैन। त्यसले गर्दा चाहिँ इस्टलाई चाहिँ पहिला एकदमै टेस्ट गर्नु चाहिँ जरुरी छ। मेरो भिडियो कतिको मनपर्छ तपाईँलाई फलो गर्न नबिर्सिनुहोस् है त। अनि मिठो कमेन्ट छोडेर लाइक गर्ने। थ्याङ्क यू।